नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई नमस्कार होइन सो आफ्टर लङ टाइम म चाहिँ अब भिडियो बनाउँदैछु सो आज चाहिँ एकदम स्पेसल डे फर मी फर माई फ्यामिली आज छोराको पास होइन सबैले भएर आज पास हाफ फ्रम इन्टरनेसनल फ्रम इन्डिया माई फ्रेन्ड सो किरण छ मेरो साथी होइन अल द टाइम होइन आज चाहिँ हामी तिनजना सो मिलेर चाहिँ आजको खानाको प्रिपरेसन गर्दैछौँ अलमोस्ट 40 पिपल हुन्छ होला 40-50जना मान्छे हुन्छ होला सो हामी गोइङ टु नाउ प्रिपेयर सम फुड होइन सो हाम्रो चिकनहरू यहाँ टक्क सब म्यारिनेट गरेर आइसकेको छ चिकन अनि बाल्टी भरि छ यो यत्रो ठुलो बाल्टीमा सो अलरेडी पापडहरू पुऱ्याइसकेको छ अब खुर्सानीहरू एभ्रिथिङ इज अलमोस्ट लाइक प्रिपरेसन होइन मटन आउँदैछ मटन आएपछि हामी मटन करी बनाउँछौँ अनि त्यसपछि अनि अचारहरू बनाउनु बाँकी छ पुलाउहरू बनाउनु बाँकी छ सो वी आर गोइङ टु मेक इट नाउ सो गाइज किप वाचिङ माई भिडियो सो स्टे ह्याप्पी स्टे हेल्दी होइन सपोर्ट सो नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब अनि लाइक गर्नु होला हेलो 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 आज हाम्रो छोरो मम्मी चाहिँ पुरा प्रिपरेसनमा लाग्दैछ के गर्दैछ मस्त सुतिरहेछ होइन सो एक्साइटेड रुम चाहिँ मेस्टअप छ अहिले गन्जागोल छ होइन एकछिनमा फेरि अब यसलाई चाहिँ पुरै क्लिन गरेर चाहिँ टक्क अब रेडी बनाउनु पर्ने हुन्छ अनि मेरो छोरो चाहिँ टक्क खानासाना खाएर सो निदाउँदैछ के बनाउँदै हो बुढी यसको लेटर बोर्ड बनाउँदै सो अब तिमी पनि टक्क यसो केही हेल्पहरू गर हामीलाई सो हामी चाहिँ अब बनाउँदैछौँ अनि मम्मी पनि हुनुहुन्छ फुपू चाहिँ के काम गर्दै हुनुहुन्छ यताउता दिदीहरू भाउजूहरू सबैजना यताउता ड्युटीहरू जहाँ बेलुका आउँदै हुनुहुन्छ फुपू भाँडा मार्दै हुनुहुन्छ हाम्रो ल खोइ पिलर के छ पिलर भोक पनि लगाइसक्यो बिहानदेखि आज खासै खाएको छैन यसले पनि केही खाएको छैन भोक लगिएन अर्छ तर यस्तो छ भन्दैछ सामानहरू चिकनहरू फ्राई हुँदै बाँकी छ टन्नै बाँकी छ अझै मटन बन्दैछ सो साँझ परिसक्यो आज मटन नआएको भएर लेट आएको भएर एकदमै टेन्सन भयो अघि नै पाकिसक्नु पर्ने उनीहरूको डेलिभरी पनि एकदम लेट भयो जान भाउ तो ये तो अचार मस्त है यार क्या क्या डाला है इसमें अचार में बहुत चीज़ है कैसे नॉर्मल कुछ नहीं डालता वो तिल डालता है और हमने उसमें थोड़ा नेपाल से लिया हुआ थोड़ा मसाला डाला है वही मसाला स्पेशल लग रहा है इसमें थोड़ा वही है खानाहरू अलमोस्ट रेडी भइसकेको छ होइन सो बहिनीहरू ड्युटीबाट आइसक्यो हेलो साप कति गोरु देखेको अनि सो अब म पनि फ्रेस भएर चाहिँ नुहाइधुवाइ गरेर टिकटक भएर चाहिँ रेडी हुनु पऱ्यो होइन अब मेरो अलिकति म चाहिँ हेल्पर हो आजको चाहिँ मेन कुक चाहिँ हर्षद इन्डियाबाट हो मेरो साथी चाहिँ होइन सो हामी सबै सँगै काम गर्छौँ किरण अनि हर्षदले चाहिँ आजको खानाहरू चाहिँ रेडी गरेको म चाहिँ एज अ सपोर्टर अनि भइसक्यो गयो सो त्यस्तै छ गाइस सो किप वाचिङ आज चाहिँ अब एकछिनपछि चाहिँ पाहुनाहरू आउने कार्यक्रम पनि हुन्छ सो साथीभाइहरू पाहुना भन्दा नि दिदीहरू आउनुहुन्छ दाइहरू साथीहरू भाइहरू आउँछ सो अनि बसेर सबैजना रमाइलो गर्नेछौँ सो किप वाचिङ स्टे गाइस द्रोना हेलो ओहो को यो गुरुङ नि आमा गुरुङ ड्रेस लगाएर यहाँ को आयो गुरुङ नि यस्तो छ रेडी हुँदै मम्मी नि यहाँ रेडी हुँदैछ तिमी रेडी नहुने ढिलो आएर भयो नि डेकोरेसन गर्दैछ बहिनीले थप डेकोरेसन पहिलाकोबाट यस्तो चेन्ज भएको छ अलिकति सो अहिले लुक्स बेटर होइन रोना हेलो सास फुस्के लाग्दै फुक्दा फेरि मलाई त सानो बच्चाको पो याद आयो क्या पहिला यसो हुलाउँदै
ओइ के हो द्रोना तिमी द्रोना र साइन के गरेको त्यहाँ के गरेको तिमी त्यहाँ मजाले बसेछ त ल उठ तिमी पनि रेडी भौ मम्मीहरू रेडी भयो है रेडी भौ तिमी नि अब छोरो रेडी हेलो मेरो छोरा मम्मी र छोरा के विधि राम्रो भएको बाबा जस्तोको त बिहानदेखि अहिलेसम्म यहाँ ड्युटीको कपडा लगाएर बसिरहेछ आमा छोरा हेर मस्किन्छ मस्केको तिमी गेट रेडी होइन सायले तिम्रो अङ्कल आन्टी बजे बाजे सबै आउँछ एकदिनपछि है म गरिदेऊ हामी मेरो छोरा बाजे र बजेलाई नमस्ते गरिदियो बाजे र बजेलाई नमस्ते गरिदियो हेलो अनिललाई ल कसो खान्छ ल छोरोले अब गर्छ के गर्छ अब के गर्छ अब ल ल ल दाइ ल टेक केयर अहिले फटाफट छिटछिटो आउनु होला ल बाई म नि अहिले दाजुसँग आउँछु दाजु है ल ल ल कसँग छ र तिमी सायद कसँग तिमी आमा आमा हेर 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 बक्ख परेर बसेको गुरुङ बाजे गुरुङ बाजे मगर बाजेसित मुखिया मगर बाजेसित के गरेको ल ल ल बाजे र बाजेलाई नमस्ते भन्दियो ल यहीँदेखि है बाजेले बजेर हेर्छ नि त भोलि पर्सि होइन टुपी त ठिक्क भएछ त वाट्सअप मेरो भाइ के छ खबर अनि होइन ह्यान्डसमको लिमिट छैन भनेको होइन हाइटमा हाइट मान्छेमा फाइट होइन सकिँदैन नि भाइसँग अनि के छ किरण थ्याङ्क्स अलट होइन बिचरा साथी फ्रेस भएर भर्खर आइरहेको छ टायर्ड भयो होला सो त्यस्तै छ अनि मेरो भाइ के छ त ड्युटी छैन आज वा दामी हो है तिरेर ल ल बस्नुपर्छ नि त एकछिन भयो त ल कहिले सुटिङ ए तल के तल जाने ल ल ल ल बजार घुमेर आऊ होइन ठिक छ मैले यसो नुहाइदै भएर फ्रेस गरेर बस्छु म त अहिले नुहाएको पनि छैन मेरो साथी नुहाएर नि आइसक्यो होइन म चाहिँ उसलाई नि मैले हर्षलाई नि फ्रेस हुन पठाइदिएको छु ल घरमा छैन क्या यहाँ ल्याएर ड्याङ्की ड्याङ्क दल लिएर के हो भनेको बुढी घरमा छ ल ल ल ल ल भाइ अहिले भेट्नु भयो त फेरि वाट्सअप रेडी भइसकेको होइन अवस्था म पनि सो दिनभरिको कार्य व्यस्तता अनि थकाइको साथमा अहिले चाहिँ टक्क रेडी भएर म पनि रेडी भएर चप गुरुङ बाजे यहाँ यता छ मम्मी यता छ होइन सो यस्तै छ त सो यो चाहिँ हाम्रो सेटअप बाबुको लागि मेरो छोरो ब्युटिफुल सबैजना आज ब्युटिफुल भएर होइन आमा द्रोना के गरेको यहाँ के गरेको तिमी यहाँ कहिले हो साथी अनि छ टाइम छ थ्याङ्क्स फर कमिङ है ल ए के गरेको तिमी त्यहाँ छोरा के गरेको तिमी त्यहाँ हुक्का तान्न सिक्दैछु हुक्का तान्न सिक्दै हो अङ्कलसँग
टोपी सिधा गर्नु पर्यो नि होइन त्यस्तो केही भनेको ढाड दुखिसक्यो आम्मा Ya, मिठो भयो मिठो भयो मिठो भयो चाइनलाई बिचरा म चिनाइसक्यो हेर नि त्यहाँ खुट्टा छोरो के गरेको खुट्टा खान त कति साह्रो हतार अलिकति ल्याएर खुवाइदिनु न कति त्यही मात्रै लगेको त्यही भनेको दाजु धेरै होइन ठिकै छ हेर्नु न मुख ल्याएको खानालाई चाहिँ खानु नै कुरा हो यो सबै त टिका लानु बित्तिकै उयो गरिहाल्छ म चाहिँ खुवाइदिन्छु हेर्छ नि त खुवाउँदाखेरि चाहिँ खाना त मुख अघि लान्छ चम्चा ल्याउने बित्तिकै उसले मुख आ गरिहाल्छ म त सबै खुवाइदिन्छु क्या हो त्यही भएर त नआउले दुध नखुवाइदियो भनेर सही गर्ला उहाँहरू कति मजाले मुख त आ गरे सब जग्गाले त खुवाइदा खुवाइदा अगाइहाल्छ नि आउँछ नि मजाले खान्छ है भने कस्तो आ गर्दैछ अनि थोरै मिठो भयो मिठो बसायो दोना उलु दोना द्रोणले भाइ बाहिर मेरो भने मेरो जस्तो छिटो त कसको स्वयं बाबु मै होला सबै आम्मा गरे चोरले है आमा चाहे मेरो भन्दैछ खुलाइदेऊ न ल भयो 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 ल त यो अलिकति खिलाइदेऊ खाना खिलाइदेऊ थुक्क हाममा गर चेरो धेरै भयो जस्तो छ नयाँ दुला आएछ भनेको नयाँ दुला त गाह्रो पो हुन्छ त अनि के छ ओ साथी नयाँ दुला आयो त यहाँ त अनि के हो नयाँ नयाँ बेहुला गर्ने होइन लगाइदिए जस्तो मात्र घर चिस्छ ल अङ्कल जस्तै ठुलो मान्छे हुने है खिर खुलाइदेऊ न आम्मा ल भाइ अलिक खतरा आशीर्वाद हान तिमीलाई दुई चारवटा मन्त्र पनि आउँछ तिमीलाई त अनि ए भाइ मन्त्र सन्त्र जानेछ तिमी त ढल्के त हो तिमी त ढल्के त हो ल ल ल ठिक छ होइन चेस अघि ठोकाइसक्यो ल ल Brenda
ल बजुले लिएर गयो अब 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 भयो अब है आम्मा गर्यो मिठो भयो आम्मा आम्मा एउटा ह्यान्डसम के हुने भिडियो बाउ हेरौँ न बाउ कस्तो होला र हाम्रो पनि एकैचोटि गर्दै पनि मम्मी God bless you. ठुलो मान्छे हुने पढे लेखेर ज्ञानी हुने डाक्टर हुने हस् ए बेला खुवाउन जान्दैन आफूले खाइदिन्छ बेबीले खाइरहेछ खाना होइन अलिक साह्रो रहेछ जस्तो लाग्यो के माया गरिदेऊ उम्मा गरिदेऊ उम्मा गरिदेऊ दिदीले भाइलाई अम्मा गर्ने र आमा 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 ओके थ्यांक यू सो मच थ्यांक यू ल गॉड ब्लेस यू है ठुलो हुनु राम्रो हुनु ज्ञानी हुनु अनि ह्यान्डसम हुनु है ल सायन कता तिमी आफूलाई हेर्दै कति खुसी भएको पुरा हिँड्नु पर्छ हुँदो रहेछ तर टोपीले कति राम्रो देखाएको छ हाई पापा हेलो भन्देऊ कति राम्रो सायन हेलो भन्देऊ चलो सायन के हो सुदन गुरुङ जस्तो तिमीलाई त होम मिनिस्टर बनिसक्यो क्या वाह स्माइल प्लिज कहाँ बसेको छोरो आज त तिमी त होइन सुत्ने पनि होइन खाने मात्र हो आज त खाने मात्र मजा भएछ खुवाइएन त खानेकुरा अलिकति खुवाउनुपर्छ ठोलाइदिनु पर्छ है ले 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 चाइन त आज बिजी भयो है चाइन आज बिजी भयो झुटो मात्रै हाल यता हेर यता हेर के भयो आगर भयो आज नि माम खायो होइन ल बाई भनिदियो ल थ्याङ्क यू भनिदिनु Hey, how are you? Hello. Bye bye. See you next time. Okay?
बाई बाई छोरी बाई 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 ल धन्यवाद दाजु है त ल धन्यवाद सी यू थ्याङ्क यू धन्यवाद बाई बाई छोरी ल जय साहब थ्याङ्क यू धन्यवाद धन्यवाद दिदी ल राम्रोसँग जानु होला आइदिनु भयो तपाईँलाई झन् धेरै धेरै धन्यवाद लास्टमा आउनुभयो ल है राम्रोसँग जानु है त ल टेक केयर राम्रोसँग जानु होला ल नवाङ भ्लग ल हुन्छ ल दिदी ल बाई बाई गुड नाइट टेक केयर ल ल ल हुन्छ ल बाई बाई ल दाजु के छ अनि तपाईँको ल हस् हुन्छ मम्मी ल दाजु आज संसदको यो चप्पल हरायो आज चप्पल हराएको सूचना आज सिजन जयको चप्पलै हराएछ अब के गर्नु त मैले मेरो चप्पल पठाइदिएको ल अब एकछिन आराम गर्नु पऱ्यो नि त होइन सो आज हाम्रो पास्टी पनि टक्कै सकियो सो हाम्रो एन्डिङ गर्ने चाहिँ क्लोजिङ गरेर अब ड्युटीमा नि यहाँ पनि क्लोजिङ गर्ने आज किरणले धेरै मिहिनेत गरे यार कसम छ यार थकित भयो ड्युटीमा पनि त्यति काम गरेको थिएन होला है हेलो ल मम्मी त आज कपडा पनि खोले छैन यस्तै सुत्ने के हो सो गाइस त्यस्तै हो आजको हाम्रो भिडियो पनि यहीँ सकिन्छ सो अब अलरेडी सबैजना पाहुनाहरू इष्टमित्र रिलेटिभ्स फ्रेन्ड्स एभ्री वान सबैजना चाहिँ घर गइसक्नु भएको छ सो हामीलाई पनि अलिअलि भोक लागेको छ भन्दा पनि सो बिहानदेखि केही पनि खाएको छैन एकचोटि बिचमा खाएको होला हामीले अलिअलि सो भोक चाहिँ त्यस्तो लागेको छैन एक्साइटमेन्टले होला अब बिजीले होला होइन सो अब चाहिँ हामी नै हल्का पेटलाई पूजापाठ गरेर अनि हामी पनि रेस्ट गर्ने छौँ सो गाइज सो आजको भिडियो यस्तै हो सो किप वाचिङ थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई बाई सी यु अन द नेक्स्ट भिडियो